नमस्कार, अपन न्यूजमा स्वागत छ। अब समाचार विस्तारमा। प्रदेश 2 मा 4 सिटका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत मतदान सकिएको छ। आज बिहान 10 बजेदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 4 स्थित महेन्द्र नारायण निधि भवन मतदान केन्द्रमा मतदान भएको हो। बिहान 10 बजे मुख्यमन्त्री लालबाबु राउतले पहिलो मतदान गर्नुभएको छ। मतदान गर्न प्रदेश 2 का प्रदेशसभा सदस्य तथा सबै नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरूको जनकपुरधाममा जमघट भएको छ। मतदान स्थलमा कडा सुरक्षाको व्यवस्था गरिएको छ। मोबाइल, पर्स तथा झोला समेत प्रतिबन्ध गरिएको छ। मतदान 4 बजेसम्म रहेको हो। प्रदेश 2 मा प्रदेशसभा सदस्य 107 जना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी 272 जना मतदान रहेका छन्। राष्ट्रिय सभाका खाली हुने 4 जना सदस्यका लागि 4 मुख्य राजनीतिक दलहरू नेकपा, कांग्रेस, राजपा र समाजवादी चुनावी मैदानमा छन्। 4 दल 2 वटा गठबन्धन बनाएर चुनावमा गएका हुन्। नेकपा, राजपा र कांग्रेस समाजवादीको गठबन्धन चुनावी मैदानमा छन्। खुला महिला, दलित र अल्पसंख्यक गरी 4 पदमा नेकपा राजपाका तर्फबाट मोगेन्द्र सिंह यादव, तुलसा दाहाल, राधेश्याम पासवान तथा शेखर सिंह उम्मेद्वार छन्। त्यस्तै कांग्रेस समाजवादीका तर्फबाट अनिरुद्ध सिंह यादव, नगिना यादव, रामप्रीत पासवान र भोला पजियार उम्मेद्वार छन्। देशभरमा गरी राष्ट्रिय सभाका खाली 18 सिटका लागि 7 प्रदेशमा मतदान भएको छ। अन्य प्रदेशहरूमा पनि मतदान भएको छ। प्रदेश 1 का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका 4 स्थित वडा समिति भवन मतदान स्थल तोकिएका छन्। त्यसैगरी गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश 5 मा मतदाताका लागि घौराही स्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दिपायल स्थित पब्लिक मुक्तिनारायण उच्च माविमा मतदान भएको छ। 59 सदस्य राष्ट्रिय सभाका 1/3 अर्थात् 19 सदस्यको पदावधि यही फागुन 20 मा समाप्त हुँदैछ। तीमध्ये राष्ट्रपतिबाट मनोनित 1 जनाको पनि समय अवधि सकिन लागेकोले आज 18 सिटका लागि चुनाव भएको हो। मोरङमा बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। बिहिबार बिहान धनपाल गाउँपालिका स्थित विराटनगर रङ्गेली सडक खण्डमा पश्चिमतर्फ जाँदै गरेको मे 1 ख 4090 नम्बरको बस दुर्घटना भएको हो। कलेजका विद्यार्थी ओसार्न प्रयोग हुँदै आएको बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरले जनाएको छ। दुर्घटनामा सोही बसका धनी विराटनगर 15 बस्ने 32 वर्षीय सानु शाहको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी बसमा सहचालकको भूमिकामा थिए। शाहको उपचारको क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। बसमा रहेका अन्य 5 जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। यता बस र बसका चालकलाई प्रहरले नियन्त्रणमा लिएको छ। उदयपुरको साउनेमा 2 बस एक आपसमा ठोकिँदा 26 जना घाइते भएका छन्। बिहिबार दिउँसो सगरमाथा राजमार्ग स्थित त्रियुगा नगरपालिका 14 जितपुरमा गाईघाटबाट आउने तर्फ जाँदै गरेको मे 1 ख 1740 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा 2 ख 5418 नम्बरको बस एक आपसमा ठोकिँदा 26 जना घाइते भएका छन्। मे 1 ख 1740 नम्बरको बसमा सवार खोटाङ दिप्रुङ गाउँपालिका 7 निवासी 14 वर्षीय गौतम विक्क, 60 वर्षीय केदार विक्क, 20 वर्षीय राकेश राई, दिपकुरुङ गापा 4 का निवासी 55 वर्षीय डमर कुमारी खत्री, दिपगुरुङ गाउँपालिका 5 निवासी 35 वर्षीय कल्पना थापा, खोटाङ बाख्रा पोखरी गाउँपालिका 1 निवासी 60 वर्षीय सानुमाया राई, त्रियुगा नगरपालिका 2 निवासी 61 वर्षीय छत्रबहादुर मगराती, 27 वर्षीय पदम बोगटी, रौतामाई गाउँपालिका 6 निवासी 29 वर्षीय सबिन राई, रौगापा 5 निवासी 8 वर्षीय बसन्त राई र 25 वर्षीय विमला राई घाइते भएको प्रहरले जनाएको छ। त्यस्तै बा 2 ख 5418 नम्बरको बसका चालक त्रिनपा 3 मिलनचोक निवासी सुरेश खड्काको खुट्टामा चोट लागेर घाइते भएका प्रहरले जनाएको छ। त्यस्तै बसमा सवार दिपरुङ गाउँपालिका 4 निवासी 39 लीलाकुमारी श्रेष्ठ, 15 वर्षीय विष्णु खड्का, बाख्रापोखरी गाउँपालिका 1 निवासी 39 वर्षीय ताराकुमारी श्रेष्ठ, 64 वर्षीय गणेश बहादुर राई, 5 वर्षीय प्रवीण श्रेष्ठ, त्रिनपा 5 निवासी 23 वर्षीय सविता राई, 4 वर्षीय सलिना राई, त्रिनपा
14 निवासी 45 वर्षीय थिराकुमारी मगर, 64 वर्षीय भरत मगर, 21 वर्षीय पेशल मगर, 42 वर्षीय एक बहादुर कटवाल, 45 वर्षीय गङ्गामाया मगर, त्रिनगरपालिका 15 निवासी 48 वर्षीय लीला पराजुली र रौपा 5 निवासी 19 वर्षीय भूपेन्द्र मगर घाइते भएको प्रहरले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरले जनाएको छ। मे 1 ख 1740 नम्बरको बसका चालक त्रिनपा 15 रानीवास निवासी यमन थापा फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीबाट माथि उल्किन सकेको छैन। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहिबार सार्वजनिक गरेको सिपिआई 2019 को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचाङ्कको 113औं स्थानमा रहेको देखाएको हो। सन् 2018 मा नेपाल 31 अङ्क सहित 124औं स्थानमा थियो। 180 देशमध्ये 9 अङ्क प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अंकित भएको छ। गर्ने कार्यक्रम अनुसार विरोधी निकायहरूको कारबाही, न्यायपालिकाका काम कारबाही, कर असुली सम्बन्धी निर्णयहरू, सुरक्षा निकायका खास गरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिका जस्ता कारणहरूले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले इङ्कित गरेको देखिन्छ। तर पनि सरकारको भ्रष्टाचार विरोधी प्रतिबद्धता अनुरूप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूह पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनु जस्ता दीर्घकालीन खास गरी नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचारमा न्यून रूपमा नै भए पनि सुधार आएको रिपोर्टले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले जनशक्ति भर्ना गर्दा हुने आर्थिक अनियमिततालाई कमी गर्न आन्तरिक रूपमा गरेको कारबाही, भ्रष्टाचार भएको रकम असुली लगायत कार्यहरू भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सकारात्मक कदम भएको निष्कर्ष निकाल्न सकिने बताउनुभयो। संलग्न व्यक्तिहरू, पदाधिकारीहरू अथवा अधिकृतहरूलाई जरिवाना गर्नेदेखि लिएर उनीहरू पदबाटै अवकाश दिनेदेखि लिएर अनि त्यो नियुक्ति गर्ने क्रममा भएका भ्रष्टाचारका रकमहरू असुल पर गर्ने करिब 6 करोड रुपियाँ चाहिँ असुल पर गरेको चाहिँ स्थिति छ। सेनामा बाहिरी जस्तो अब हाम्रो नियमनकारी संस्थाहरू, अख्तियार लगायतका संस्थाहरूले त्यहाँ भ्रष्टाचारमा खोजबिन गर्ने, अनुसन्धान गर्ने परम्परा छैन अथवा कानुनी व्यवस्था छैन र पनि त्यो चाहिँ संस्थाको नेतृत्वले देखाएको विशेष चासोले त्यहाँ चाहिँ सदाचार कायम मतलब सदाचारमा सुधार भएको चाहिँ देखिएको हुनाले स्थानीय तहमा हुने खर्चमा पारदर्शिता नदेखिए पनि सेवाग्राहीले पाएको सेवालाई आधार बनाउँदा तत्काल त्यसको प्रभाव नदेखिएको उहाँले बताउनुभयो। रिपोर्ट सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सरकारलाई शक्ति पृथकीकरणको प्रबन्धन, पश्चात रहित बजेट र सेवामा सरकारवालाहरूको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, निर्णय प्रक्रियामा सरकारवालाहरूको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृति नियन्त्रण तथा राजनीतिक प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीको एक कर्मचारी घुससहित पक्राउ परेका छन्। मुदा शाखामा करार सेवामा कार्यरत कार्यालय सहयोगी केशव कुमार यादव 4000 रुपैयाँ घुससहित पक्राउ परेको हो। अभद्र व्यवहारको मुद्दा पेशी राखी टुङ्ग्याइदिने भन्दै प्रतिवादीसँग घुस लिएको अख्तियारले जनाएको छ। यादवलाई घुस लिएको रकमसहित प्रशासन कार्यालयबाटै पक्राउ गरेको हो। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राजनीतिका कारण मानिसहरू विभाजित भए पनि सङ्गीतले मान्छेहरूलाई एक ठाउँमा ल्याउने बताउनु भएको छ। तारादेवीको चौथो पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो। राजनीतिले विचार र दृष्टिकोण दिए पनि राजनीतिकै कारण समाज र मानिस विभाजित हुने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले सङ्गीत, कला र गायनले मान्छेलाई एक ठाउँमा जोड्ने बताउनुभयो। वास्तवमा हामी राजनीतिक पार्टीका मान्छे
राजनीतिले एउटा विचार त दिन्छ, दृष्टिकोण दिन्छ, तर म तपाईँहरूसित जस्ताको तस्तै भन्न चाहन्छु, राजनीतिका कारण विभाजन पनि हुन्छ, मानिसहरू विभाजित हुन्छन्, समाज विभाजित हुन्छ, यो पक्ष र त्यो पक्ष भएर मान्छे बाँडिन्छन्। तर सङ्गीत र कलाले, गायनले मान्छेहरूलाई जोड्दछ, मान्छेहरूलाई एक ठाउँमा बनाउँछ। उहाँले कला र सङ्गीतको क्षेत्रमा लागेको व्यक्तिहरूमा राजनीतिक रोग सर्न नहुने समेत बताउनु भएको छ। राजनीतिमा दलहरूले जोडिने र छुट्टिने क्रम चल्ने गरेको प्रसङ्ग उल्लेख गर्नुहुँदै पोखरेलले कला क्षेत्रमा लागेको व्यक्तिहरूले त्यस्तो गर्न नहुने बताउनु भएको हो। जोडिन्छन् फेरि विभाजित हुन खोज्छन्, खै किन त्यस्तो हुन्छ? म पार्टीकै मान्छे हुँ, म पनि बुझ्दिनँ बेला बेला, तर तपाईँहरूलाई त्यो रोग नसरोस्। यो सङ्गीत र कला क्षेत्रका व्यक्तित्वहरूमा त्यो राजनीतिको रोग सर्नु हुँदैन। यसले त जोड्नुपर्छ, यसले जोड्न जान्नुपर्छ, तोड्न होइन। पोखरेलले तारादेवी फाउन्डेसनका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। सम्मानित व्यक्तिहरूलाई एकै छानामुनि ल्याउन ठोस प्रस्ताव लिएर आए आफू जुनसुकै तहमा पनि सहयोग गर्न तयार रहेको पोखरेलले बताउनुभयो। सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताउनु भएको छ। 19औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले यस्तो बताउनु भएको हो। संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउनु हुँदै खनालले भ्रष्ट आचरणका कर्मचारीहरूलाई कडाभन्दा कडा कारबाही गरिने नीति अनुरूप सबैलाई जिम्मेवार र जवाबदेही बन्न निर्देशन समेत दिनुभयो। खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने 1297 जना कर्मचारीलाई कारबाही गरिएको समेत जानकारी दिनुभयो। नीतिगत भ्रष्टाचार, आर्थिक अनियमितता गर्ने कसैलाई पनि संगठनले छुट दिन सक्दैन। संगठनमा राम्रा काम गर्नेहरूलाई उचित पुरस्कार र भ्रष्ट आचरणका विषय बनाउनेलाई कडा कारबाही गर्ने नीति अनुरूप सबैलाई जवाबदेही र जिम्मेवार बन्न म प्रष्ट रूपमा निर्देशन दिन चाहन्छु। संगठनको मूल्य, मान्यता र आचरण विरुद्ध कार्य गर्ने 1297 जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरिएको छ। आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने 521 जना कर्मचारीहरूलाई पुरस्कृत पनि गरिएको उहाँले बताउनुभयो। खनालले राम्रा कामहरूलाई गर्दा आइपर्ने कठिनाइहरूको जवाबदेही लिन संगठन प्रमुखको हैसियतले आफू सधैँ तयार रहेको उहाँले बताउनुभयो। गर्नुभएको प्रतिबद्धता र तपाईहरूले गर्नुभएका राम्रा कामहरूको गर्दाको अवस्थामा आइपर्ने कठिनाइहरूलाई संगठन प्रमुखको हैसियतले जवाबदेहिता लिन म सदैव तयार छु र यो मेरो प्रतिबद्धता पनि। मैले संगठन प्रमुखको नेतृत्व सम्हालेदेखि हालसम्म सशस्त्र प्रहरी नायब महानिरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हलदारसम्म 10,012 जना सशस्त्र प्रहरी कर्मचारीहरूको बढुवा गरिएको छ। राम्रो कार्य गर्ने 521 जनालाई पुरस्कृत गरिएको छ। 19औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको थियो। अभद्र व्यवहारको कसुरमा गण्डकी प्रदेशसभा सदस्य सांसद राजीव गुरुङ, दीपक मनाङ्गे पक्राउ परेका छन्। उनलाई पोखराको लेक साइडबाट प्रहरले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको थियो। मनाङ्गे विरुद्ध कास्की प्रहरले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीका अनुसार मनाङ्गे विरुद्ध जिल्ला प्रशासन कार्यालय पक्राउ पूर्जी जारी गरेको थियो। उनी विरुद्ध कास्कीका अध्यक्ष मिलङ गुरुङले प्रहरीमा बुधबार जाहेरी दिएका थिए। मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापन प्रति असन्तुष्ट जनाउँदै मनाङ्गेले मंगलबार मिलनलाई थप्पड हानेका थिए। 68औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा VCTS सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवसरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। परीक्षणबाट सम्पूर्ण व्यवसायीहरूलाई सहयोग पुग्ने नाडाका अध्यक्ष
कृष्ण दुलालले बताउनुभयो। सातवटै प्रदेशमा संस्थागत सदस्यहरू मार्फत प्रशिक्षण कार्यक्रम अगाडि बढाउने लक्ष्य नाडाले लिएको छ। अध्यक्ष दुलालले अहिलेको मुख्य माग भनेको सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताउनुभयो। भन्सारले पनि त्यसलाई महसुस गरी मान्यता दिएको बताउनु भएको हो। एउटा व्यवसाय गर्नका लागि मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु र मैले यहाँबाट प्रशिक्षण सुरु गरे तापनि यसलाई मैले सातवटै प्रदेशमा गएर हाम्रा संस्थागत सदस्यहरू मार्फत यो प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाउने मेरो लक्ष्य छ र त्यो लक्ष्य अनुसार समग्र रूपमा केही न केही व्यवसायहरूलाई देशभरि छरिएका अटोमोबाइल व्यवसायहरूलाई प्रतिनिधिमूलक रूपमा भए पनि एउटा प्रशिक्षणको रूपमा अगाडि बढाउने मैले प्रयत्न गर्नेछु। कुनै पनि व्यवसायीले सामान आयात गर्छ भने वर्गीकरणको कुरा हुन्छ, मूल्याङ्कनको कुरा हुन्छ। सबभन्दा ठुलो कुरा हाम्रो इस्यु भनेको अहिले मूल्याङ्कनको कुरा छ। भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आम नागरिकको साक्षात्कार हुन नसकेको बताउनु भएको छ। भन्सारका गतिविधि काम कारबाहीहरूका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनुभयो। भन्दा अरू सबै कार्यालयहरू हामी स्वागत मन्तव्य गरिदिनु छुटेको थिएन र अहिले यो प्रशिक्षण बनाउँछन् भन्दा अरू सबै कार्यालयहरू हामी तपाईहरुले प्रत्यक्ष अगाडि भन्सार महानिर्देशक भन्सार विभागले यो वर्षबाट मालवस्तुहरूको सही घोषणा अभियान सुरु गर्ने भएको छ। सही घोषणा गर्ने पहिलो अधिकार व्यवसायी र पैठारीकर्ताको भएको बताउँदै महानिर्देशक दाहालले पैठारीकर्ता आफै वा एजेन्ट मार्फत त्यसको जवाफ दिनुपर्ने बताएको छ। नेपाली बजारमा रेनो ट्राइबर नामक गाडी भित्रिएको छ। बुधबार काठमाडौँमा भएको कार्यक्रम गरी सार्वजनिक गरिएको हो। फ्रान्सेली अटोमोबाइल्स कम्पनी आधिकारिक विक्रेता एडभान्स अटोमोबाइलले रेनो ट्राइबर ल्याएको हो। नेपाली परिवेश र ग्राहकको चाहना अनुसार नेपालमा यो गाडी भित्र्याइएको छ। गाडीको बुकिङ आजबाट सुरु गरिएको छ। रेनो ट्राइबरको मूल्य 28,20,000 कायम गरिएको छ। गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मूल्याङ्कन खोज्ने ग्राहकहरूका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त हुने कम्पनीले जनाएको छ। रेनो ट्राइबरले भारतमा सफल भइसकेको छ। रेनो ट्राइबर आकर्षक रूपले डिजाइन गरिएको छ। यो कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो। एडभान्स अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नेपालमा रेनो ब्रान्डलाई विस्तार गर्दै हरेक वर्ष बिक्री मात्र बढाउँदै लैजान बताउनुभयो। रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधा सम्पन्न अल्ट्रा मोड्युलले सुसज्जित रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा डढेलो नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ। दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। विशाल हवाई ट्याङ्कर बिहीबार बिहानैदेखि हराइरहेको थियो। खोजको केही पछि नै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। जहाज हिउँयुक्त पहाडमा ठोकिएर दुर्घटना भएको जनाइएको छ। जहाज के कारणले जहाज पहाडमा ठोकिन पुगेको स्पष्ट भएको छैन। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।